अनि एउटा यो जापान आउने कुरा छ नि, अहिले जति पनि मान्छेहरू सबै एकलौटी जापान आइरहेछ नि, जापान पनि आउनलाई कस्तो मान्छेले आउने कस्तो मान्छेले नआउने भन्ने त्यो फ्याकल्टीहरू छ के, कस्तो मान्छे कुन भिजामा आउने कस्तो मान्छे कुन भिजामा आउने। सबै मान्छे स्टुडेन्ट भिजामा आएर हुन्छ त, अनि 18-19 लाख रुपियाँ लोन गरेर स्टुडेन्ट भिजामा आएर हुन्छ त। उनीहरूको सिचुएसन के छ, ब्याकग्राउन्ड के छ बुझेर, ल मेरो सिचुएसनले म त्यहाँ गएर एडजस्ट हुन सक्छु कि नै, भोलि मलाई समस्या हुन्छ कि नै भनेर बुझेर आफ्नो कन्डिसन अनुसारको तरिकामा मिल्छ भने आउने, नत्र नेपालमै के गर्ने हो नि त। सबै मान्छे आउनु चाहिँ जापान भन्ने बित्तिकै, यहाँ आउने बित्तिकै पैसाको बुट्टाबाट फुल ट्याक्क टिपेर घर पठाउँला भने जस्तो गरेर सबै आउनु चाहिँ बेटर होइन जस्तो लाग्छ है मलाई है। आउन मिल्छ, तर आफ्नो सिचुएसन के छ, त्यहाँको सिचुएसनसँग मेल खाने छ कि नै बुझेर मात्रै आउन भन्छु म त। सबैले जापान भन्ने बित्तिकै उडेर नआउँदा हुन्छ जस्तो लाग्छ है मलाई, किनभने यहाँ आइसकेपछि दुःख पायो भने गाह्रो छ। अनि त्यत्तिकै मान्छेहरू मर्छ त, त्यत्तिकै कोठामा झुन्डेर पासो लगाएर मर्ने यत्तिकै हो त। उनीहरू नबुझेर आफ्नो आफ्नो सिचुएसन नबुझेर त्यो जापान पुग्ने बित्तिकै त्यहाँ टप टिपेर पैसा सबै ठाउँ म्यानेज गरिहाल्छु भन्ने जस्तो हुँदैन नि त। त्यही हो कुराकानी। जापानको बारेमा आउने र नआउने विषयमा चाहिँ म चाहिँ त्यो भन्छु बुझेर।